वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। जानकारी गराएर सुरु विवाहको कार्यक्रम अन्तर्गत पहिलो चरणमा गर्नुपर्ने टिकाताला कार्यक्रम अगाडि बढ्यो। बागलकोट अञ्चल काठमाडौँ जिल्ला तत्कालीन महादेवस्थान गाविस नगरपालिका यो खेलकोट निवासी काठमाडौँ क्षेत्रमा उत्पन्न भई दिगम्बत हुनुभएका पृथ्वीबहादुरको पनातिनी सिद्धबहादुरको नातिनी चोकबहादुरको छोरी यो सुस्मिता केसी उमेरको हिसाबले 27 वर्ष त पार गरिसकेको छिन्। शैक्षिक योग्यतातर्फ BBS उत्तीर्ण गरेर रहेकी छिन् र म पुरेतले देख्दाखेरि पनि बाहिरी आचरण सबै राम्रो छ। महिलामा हुनुपर्ने गुण सम्पूर्ण भरिपूर्ण भएको छिन् र यसै सिलसिलामा मलाई जानकारी भयो थापाखलकमा चाहिँ हाम्रो बन्दुकमा रहेको थापाखलकमा चाहिँ वैवाहिक सम्बन्ध कायम गर्नको लागि कुराकानी भएको छ भने दुवैको कुण्डली मिलान गर्ने काम पनि मैले यसो हेरेँ। मोटामोटी नम्बर लिनले चाहिँ नपर्ने विवाहको लागि प्राप्त गरेर उत्तीर्ण भएको छन्। त्यसै भएर यो शुभ विवाहको प्रथम चरणमा रहेको यो गणेश पूजा गरेर टिका लाउने कार्यक्रम अब म चाहिँ सुरुवात गराउँछु भनेर यतापट्टिको तपाईँ अभिभावकहरूलाई जानकारी गराएर म अब सुरु गराउनु थाल्छु भनेर जानकारी दिन्छु। माधव आएन गोविन्द आएन जुत्ता आएन उति खुसी यसो चल हरि ओम जय देवादि भे देवा क्षेत्रमा भाइ माता सन्तान देवा क्षेत्रमा भाइ माता सन्तान छु बिचमा मन्त्र देवा क्षेत्रमा भाइ माता सन्तान छु बिचमा मन्त्र वहाँ छ पवित्र वैष्णवी सबै परशुराम यहाँ जल मैले हालेर पूजा गरेर तन्म देवी रविता पवन्तु विद्या सन्जय रवि सन्तु न तिलो शिशु भन्दा शुभ शुभ त्यो त पन्मा तिन प्रतिमा सदा तिम्रो कान पीडाइन श्री चते लक्ष्मी चपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपम वैष्णव व्याप्तम इस्माली खाणम ममै खाणम सर्वलोकमै खाणम तिनवटा कुश दिएको जल चोपेर सबै कुरो चोखो गर अपवित्र पवित्र वाद सर्वान मतो तत विवाह यसमा पुण्डरी काग सबै अन्तर सोची तिमीलाई सेचन गर त्यो अर्घको पूजा गरेर एउटा कुश हाल पूजा गरेर त यहाँ गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदी सिन्धुकवरी जले सन्ति कुरु दश कलात्मनि वैमण्डलायन द्वादश कलात्मनि सूर्यमण्डलायन षोडश कलात्मनि चन्द्रमण्डलायन धेनु अङ्कुश अब जे जाने अब यो दिउ बाल्नु पर्छ छिटो बाबा भए सहस्रनाम च पुरुषाय शाश्वते सहस्रकोटि च युधारिणे नमः भगवान कर्म साथी दीपनारायण गच्छति त मौपुजं ध्यानं याद पुजं कर्मे तावत्तं श्रुतिराव सुपर्सनो पर्दो भव दीपनारायणाय नमः आसनं पुष्पतो पाद्यं जल पनि अर्घ्यं अर्घ पनि हात पनि पञ्चामृतं हिवान्तिला नचेतान पुष्पाणि समर्पयामि भगवान दीपनारायणाय नमः दियोको प्रार्थना फुलेर जोड नमः कमलनाभाय नमस्ते देवसायिनी नमस्ते केशवानन्द वासुदेव नमस्ते वासनाम वासुदेवस्य वरुण यागति यति म पूजं ध्यानं याद पूजं कर्मी तावत्तं श्रुतिराव सुपर्सन वर्धव
वर्णाये नमो नमः पुष्प टुक्रोदेखि सबै चढाएर पाद्यम अर्घ्यमा पञ्चामृतम पुनरार्पिणीम इन्द्रियपम चन्दनम सिद्धुराविष्टम मीवान्तिला नक्षत्रान् पुष्पाणि समर्पयामि वर्णाय नमः वरुण देवाय नमः सर्वे फुलाचे लिएर हात जोडी राखा सर्वे सौन्दर्य शक्ति तान्दा आयन्ति यजमान सद्दुकी चे कारका कलश मुखे विष्णु पञ्चे दुर्गा समर्थिता पुण्य सोहितो ब्रह्मा मतिमा दुर्गा सुता कुचुतो सागरा सप्त दीपा वसुन्धरा ऋग्वेद साम्पद पतरण अंगता सहिता तु सर्वे कलश समाचिता वर्णतम महाभाग सर्वदेव प्रपूजित वितति मम यज्ञ अस्मिन् निर्विघ्न कुरु सर्वदा वर्णाय नमः चढाइदियो खुला छतले हात जोड गणेश पूजालाई गणपतिको हवामहे प्रिया प्रियपतिको आसनको छोटुरो पाद्यम अर्घ्यम आत्मनियम पञ्चामृतम पुनरात्मनियम इन्द्रियपम चन्दनम सिद्धुराविष्टम मीवान्तिला नक्षत्रान् पुष्पाणि समर्पयामि गुरु गणपतये नमः प्रार्थना बोली हात जोड रचरथ गणाध्यक्ष रचत भवतान भवतानवत हे मातृपितासिंह वर्तम वन्दे विवासिता पाठ्यतात् अनेन फलदानेन सफल सदा मम भक्ततुन महाकाय कोटिसूर्यसमाप्रभ निर्विघ्ने कुरु देव सर्वकार्येषु सर्वदा गुरुगणाधिपतये गायत श्रोत्रात् वायु च प्राण च मुखाग्निरायत रूपमार्पयामि दीपं दर्शयामि यज्ञपुरुषाय नमः बाहिर यसो देखाइदिनु बाहिर लक्ष्मी चपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमयसं व्याप्तमं युष्माणि खाणं मम्मै खाणं सर्वलोकम्मै खाणं दक्षिणा दिने अर्की छोरीले लगाइदिने श्री तते लक्ष्मी चपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमयसं व्याप्तमं युष्माणि खाणं नमो ब्रह्मण्य देवाय गोवामण हिताय च जगद्गीताय कृष्णाय गोविन्दाय नमो नमः गुरुलाई उहाँ गुरुलाई नै भयो टिभी उता जाऊ टिभी उता जाऊ साना यता कोपी जेका उता टोपी कता थियो अब यताको सबै कुरो लगाएर अनि मात्रै स्वती नपुका विश्ववेदा स्वती नताथ्यो अरिष्ट देवी स्वती नो बृहस्पतिर्ददातु मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनु हरिमालालाई मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनु हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं फुलको माला विद्याबलं दैवबलं तदेव लक्ष्मीपति तेङ्ग्री उर्गम स्मरामि एउटा दक्षिण देऊ अनि अरू पढेर गरिदिन्छ अहिले म हामी गरौँ सते लक्ष्मी नक्षत्राणि रूपमचिनो व्याप्तं विश्वानि खाणं मम्मै खाणं सर्वलोकं मयि खाणं मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज अनि त्यसको कपाल समातेन त्यहाँ अर्पण त्यहाँ बहिनीले लगाइदिन्छ माला लगाइदिनु भयो कपाल कपाल दक्षिण देऊ नमस्कार आजबाट सुस्मिता छोरी हजुरलाई सुम्पिएको छु शुभ लग्न ठराई कन्यादानको लागि पाल्नु होला
बाबु यहाँ आऊ त यहाँ पनि अलिकति गरौँ नआएछ तस्मै देवाय सत्वाय सगुणाय महात्मने वेतावेतम स्वरूपाय रिष्कम्पते नमः गिराणवर्ग मया दत्तम रमया सहित कायन बाजापछि गरौँला श्रीवत सोमायुष्य मानव्यमाभिदात वमानमयते धनधान्यम तिमी हो माभिदात वमानमयते धनधान्यम डबके भाइले तिमी दाइ त्यो दही यसो उचालेर छैन भयो है त्यो अब उतापट्टिबाट स्मरण खाना मम्मै काम सौभाग्यहरू केही बिहा छ अरू कुराहरू केही छ भने हात थापस हो अब यतापट्टि टेबल राख्नु न ल अब यतापट्टिको काम अगाडि बढाउने अब बाबुहरू यता हेर त हजुर यता हेर यता म यता हेरिरहेछु तिमी तलै गर्ने नि सानो भाइ नि यता हेर मर्यादा क्रममा
अनजाने अजनबी चले बांधने बंधन, हाय रे दिल में है ये उलझन, मिलकर क्या बोले, क्या बोले, क्या बोले रे मिलकर क्या बोले। नई उमंग नई खुशी महक उठा है आंगन, हाय रे घर आए मन भावन, मिलकर क्या बोले, क्या बोले, क्या बोले रे मिलकर क्या बोले। बेचैनी बेताबी आज मुझे ये कैसी, आज है जो पहले न थी, दिल की हालत ऐसी। हो आँखों को उसी का इंतजार है, उन्हीं के लिए ये रूप ये श्रृंगार है। देखी है तस्वीर ही आज मिलेंगे दर्शन, हाय रे बढ़ने लगी है उलझन, मिलकर क्या बोले, क्या बोले, क्या बोले रे मिलकर क्या बोले। सर्वलोकमय खाण उमादेव्यै नमः स्वाहा पार्वतीदेवी भामाशाय नाग्नये नमः हरि ओम असाग्ने तदेव सर्वते मनोरथे करवे सदाशिवनाभ्यो नमः स्वाहा ओम परशुराम पृथिवीनो भवानि चरानि वेशनि यथा न समसा तथा भूम्यै नमः स्वाहा Bhavavade jasa jai parame badale nare manasbadaye pratumati पुण्डरीकाक्ष सभायाभ्यन्तर शुचिः ओम पुण्डरीकाक्षाय नमः श्रीमती जति ओम पुण्डरीकाक्षाय नमः ओम पुण्डरीकाक्ष पुनातुः बाबा जाउते ल्याउ खालीमा जाउ रात्र आज मङ्गलम भगवान विष्णु मङ्गलम गणधर मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि यो औँठी लगाउनु साइयो होला है दाहिने राइट गान्त्री सपूज्य गवे नमः
नमो ब्रह्मण्य देवाय गो ब्राह्मण युमनलाई दिने नमो ब्रह्मण्य देवाय गो ब्राह्मण हिताय च जगद्हिताय कृष्णाय गोविन्दाय नमो नमः ब्रह्मणे नमः राति देवराज गुरु बृहस्पति अनिश्चित राशि केतु कुमारी नामी कन्याय अहं मम जय सिगारेर गोबर राखेर ठिक्क बारेर पानी भरेर सिगारेर ओम ब्रह्मण्यन्ते नमो भौमय नमस्कार नमस्कार फेरि फुल लिएर अलिकति यता देखाउने होला ओम शुभ अब धुपो र फुलको माला यहाँ ल्याएर राखिदिनु ओम महामा निपेरमा कामे पोली हामी देखाउने इन्द्राणी देव्यै नमः भन्ने इन्द्राणी देव्यै नमः याति नमः प्रसन्नवादो बाबा एउटा कुश राख्ने आसनमा समर्पयामि इन्द्राणी दर्शनले घोषणा गरेको 14 लक्षता फुलहरू चढाउने ओम अक्षेत्र भीमदाय बाबा इन्द्राणी देव्यै नमः यो त फस्यो त पुष्पमाल्या भयो ल पुष्पमाल्या यति राख्ने गोको माला ल्याउँ यति राख्ने अनि यही प्रसाद लाउने त हो नि टाइमबारमा भगवान्लाई चढाएको त्यो ल्याउँ ओम ओ काली प्रतिभूत इन्द्राणी देव्यै नमो नमः काला जमानीमा राख्ने सिन्दुराले समर्पयामि लाजा छर्ने ओम महादेवायनि ओम ब्राह्मण श्यामकमा दादा सभा स्वागत मसलाहरू भए पान भए यसरी चढाइदिने प्रिय भामिनी विवाहम ओम श्री सते लक्ष्मी जगन्या बहोरात्रि पार्श्वे नक्षत्राणि रूपमसि नव्याता
आँसू बिच मुस्काउँला। जी हुन्छ सहुला परी मरि जाउला भन्छौ भने देह त्याग्छु अरू कसैको नि मलाई हुन नपरोस्। जलेरै खरानी भए आकाशमै बिलाए अटल रहन्छ प्रीति हरेरै हामी गाए। विश्वासको भरोसामा नजिक होइन टाढै भए पनि टाढै भए पनि रमाउँला। Silence, please. दीपनाथाय नमः गुरु गणपतये नमः वर्णकलशाय नमः धोरसे धोर्पदोरपदमयामः देवानाम शिवनिधमसनिधमुपनिधमधोपमायामि सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः। माथि गइसक्यो ताली राख। हरि ओम तत्सद हरि ओम तत्सद हरि ओम तत्सद ओम विष्णु 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 पुराण पुरुषोत्तमाय नमः। पूर्व उच्चारित संकल्प सिद्धिरस्तु काशी पुत्र सकशवासर निर्वत विक्रोडा निदाशः सर्वदोषाको जैना परमणु आजोली अभ्यंगी प्रतिदेक लिवे दसदोष विवरते हिमाकन्या पदाशामि देवदीराग्नि संचितौ
ओम वाचा वक्ता मया कन्या पुत्राकं स्वीकृता त्वया कन्या बलोकन वरा बलोकन विधौ निश्चितत्वं सुखी नाम थोड़े तपाईँ यहाँ आउने झोकाले तिम्रो सुवासले आयो हावाको चिसो झोकाले तिम्रो सुवासले आयो तिम्रै मायाको मिठो
मन्द मन्द मधुमासले आयो हावाको चिसो झोकाले तिम्रो सुवास लि आयो सदाई प्रहरको लितपन सदाई प्रहरको चराको चिरबिरले सुन्ने तामा तिम्रो आभास लि आयो तिम्रै मायाको मिठो मन्द मन्द मधुमासले आयो हावाको चिसो झोकाले तिम्रो सुवास लि आयो देख्छु प्रतिबिम्ब तिम्रो देख्छु प्रतिबिम्ब तिम्रो बलेर दियो झै दीपनी तिमी प्रकाश लि आयो तिम्रै मायाको मिठो मन्द मन्द मधुमासले आयो हावाको चिसो झोकाले तिम्रो सुवास लि आयो
केही आधा केही अधुरा थिए खुसी मेरा तिमी आयो पुरा भयो सारा कमी मेरा केही आधा केही अधुरा थिए खुसी मेरा तिमी आयो पुरा भयो सारा कमी मेरा अब तिम्रै साथ समाई हात अब तिम्रै साथ समाई हात यो जीवन सारा जिउने मन भो सपना जीवन जिउने बहाना तिम्रो खुसी भन्दा छैन ठुलो चाहना तिम्रो खुसी भन्दा केही सादा केही मधुरा थिए खुसी मेरा तिमी आयो रंगियो हेर दुनिया मेरा केही सादा केही मधुरा थिए खुसी मेरा तिमी आयो रंगियो हेर दुनिया मेरा अब तिम्रै साथ समाई हात अब तिम्रै साथ समाई हात यो जीवन सारा जिउने मन भो सिर हावा चिसो लौहेर चल्यो नि मनभित्र मायाको आगो लौ बल्यो नि मुखले नबोले के भो आँखाले बोल्यो नि कुरा मनको सुस्तरी सुस्तरी खुल्यो नि तिमी पाएदेखि हस्न थालेको छु तिमी पाएदेखि हस्न थालेको छु तिम्रो नामको बत्ती बाल्न थालेको छु मनले सधैँ तिम्रो खुसी मागेको छु केही रुखा केही सुक्खा थिए खुसी मेरा तिमी आई भिजाइदियो मायाले दुनिया मेरा केही रुखा केही सुक्खा थिए खुसी मेरा तिमी आई भिजाइदियो मायाले दुनिया मेरा अब
तिम्रै साथ समाई हात अब तिम्रै साथ समाई हात यो जीवन सारा जिउने मन हो हजुरले हजुरले दाहिने हातले दाहिने हातले तीनचोटि एकचोटि ओठमा लगाऊ कर्ण यो हो दुईटा कान ओम बाहर में दुईटा हात हो बाहर में बलमस्तु पूर्वै में तेजस्तु तिग्रामा शिरदेखि पाउसम्म यसो गर्ने दुई हात ओम महा भयो ओम गर 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 मते क्रियाताम गर मते कि नाम हि माता नाम दि बैठे हे कलम नमः गर ने विने को माता नाम दुई नाम तना गुरु सदा दे ध्यान दीदी बाबा कन्या तर्फबाट दुधालाई दिने कपडा ल्याउनु होला ओम यासा सामद्रमदेव देवी तत्रिया विजयते ततोरासका हमित जदोलाह कृते वाद्य नामः वरदि ओम महा युवाशुभाषा परिमितागासुश्रिया भवति धायमानः अब दुला पछाडि अरू कपडाहरू केही छन् भने छोइदिनु होला सोना लगाइदिनु विष्णु 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 भन्ने पुराण पुरुषोत्तमाय नमो नमः श्रीमद्भागवत महापुरुषस्य विष्णुराज्ञा प्रथमनस्य जगतप्राणे श्रीमद्वराकल वैष्णवन्तरे आदमिसत्यदेमेके पलाराजत परमः साधु भूर्लोके जम्बुद्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गते नेपाल राज्ये पाशुपत क्षेत्र शालिग्राम क्षेत्र नेपाल राज्य अन्तर्गत काष्ठमण्डप महानगरे ब्रह्म
कसैले नभने ल मैले बुढी आउँदै मेरो छोरीको हात तपाईँको हातमा दिएँ जिम्मा लगाएँ भन्ने तपाईँले समाइरहने तपाईँले हात जोड्ने हात जोड्ने ल हात जोडिरहने ओम गौरी कन्या कनक सम्पन्न भएकी कन्या लक्ष्मी स्वरूपा कन्या नारायण स्वरूपको आजको वरलाई मैले प्रदान गरेको छु सुखले पाल्नुहोला भन्ने बाबु कामदात कामेदात पतिगैदा कामै तत्ते यो जल हालेर सबैको स्मृति खोला प्राप्त कन्यादानस्य सामदा सिद्धिद्वारा कन्यादानोक्तम दक्षिणा इत्यादि अद्य काश्यपपुत्राय नारायण स्वरूपणे वराय होमबहादुर वराय कन्यादान पश्चात् सबैलाई पृथ्वी शान्तिरा शान्ति अलिकति हामीलाई पर्दैन मलाई हुँदैन सबैलाई यसरी अभिषेक दिने भन्न खोजे यहाँ अहिले जति पनि कन्यादान गर्नुभयो तपाईँहरूलाई अभिभावकहरूले उहाँहरूलाई अलिकति उठा बाबु सदमिन्द्रयासान्नव्राय भरक्षिता स्वस्ति न दार्जो मेहे स्वस्ति न बृहस्पतिर्दधातु लगाइदिने मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वजा मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरिः हरिबलयुगलम् स्मरामि लाभस्तेषां जयस्तेषां पुत्रस्तेषां पराजयः वरस्य मुरिदेस्तु जनार्दन सुमङ्गलभवः। अब खानु भाइ लिन्छु है जम्मा
तेस्रोमा है अब तेस्रोमा अन्तिमको भाइ अन्तिमको त्यसको तान्नै मिल्दैन के गर्दा अरूले जाला है रामदेगाथं गाथयामि त्रिणाम उत्तमां यासाः अहिलेको पछाडि समारोह भाइ साहब सप्तऋषिभ्यो नमो नमः नैवेद्य राख्दिनु नैवेद्य राख सानो गुरु आगो अलिकति बेस्ट सूर्यदाले छेकिनु भाजा भाजाले उडा चाहिँ हुनुहुन्छ है लाउँदा फर्केर
ल भन्ने वाच मेकमना जुखास्व प्रजापतिष्वा न्यूनक्तु मह्यम प्रजापतिले मेरो लागि नियुक्त गर्नुभएको आजदेखि हाम्रो मन हृदय सबै मिल्यो भने है यसको अर्थ ल हामी एक काका दुई पाटा भने यही होला ल छोड्दैन सुन न मायाले सुन न मायाले तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिमी बेहुली बनी डोली चढ्ने कहिले हो सिउँदोमा सिन्दुर भर्ने मैले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो बस्नु तिमी थोरै थोरै लजाएर जन्तिली लिन आउनु नौमती बजाएर बेहुली पनि बस्नु तिमी थोरै थोरै लजाएर सारा खुसी हेर किन्ने मैले हो तिम्रो छाया पनि सँगै हिँड्ने मैले हो तिमीलाई बेहुलीको भेषैमा तिम्रो देशैमा लाने कहिले हो तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो
थाली भन्दा मुनिपट्टि फुल्छ क्या पूर्वादिनी पूर्वांग कन्यादान विवाह कन्या ग्रहण पाणी ग्रहण कर्मणः शुभपुण्य विवाहादि कर्मणि फूल चढाइने सर्वोपचारान्ते गन्धाक्षर पुष्पाणि समर्पयामि अर्घ पात्राय घरको भाइले आज्ञा दिनु भित्र गएर चढाएर आऊ सर्वे ल अभिषेक दिने बाबु घडाको जलले अनि टीका रक्षाबन्धन नानी यो तिलक अलिकति त्यहाँ भयो ल दोलाले यो दिने दोलाइले पनि हात थाप्ने दोलाले पनि हात थाप्नु होला नानो शान्ति वनस्पतय शान्ति विश्वनिवाह शान्ति ब्रह्म यो बोल्दै
के लाग्छ
देखिनै भयो हजुरले नि सारिदिनुहोस् न तपाईँले पनि तीनचोटि सारिदिनुहोस् तीनचोटि है तीनचोटि यो हो नि तारा पानी एकत्र हो त्यो मात्र हो त्यो अहिले यसरी बुझ्नु भान्जीहरू खोइ त हुन्छ भान्जीहरू अनि यहाँ बाबु तिम्रो मलाई तिमी कता छौ भिजे मदनी थ्रुकै मुटु काम्यो थररा भिजे मदनी थ्रुकै मुटु बर्गमुखमै घन्टे मेरो यस्तो गीत चाहिँ कमाइ मात्र बन्छ हैन गीतको बोल नै मिठो हुनुपर्छ भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले बनाउँदैन एउटा जाले रुमाल फुल भरेको छैन ओइ भएको एउटा जाले रुमाल फुल भरेको छैन बेलै जान्छौ सानो तिमीले पिरातीमा भएन एहे बरै सालको पाको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाई सालको पाको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै
हल्लाइको मुटु कहाँ बैन मार्यौ मै सजिलै जलाई मुटु कहाँ बैन मार्यौ मै सजिलै जलाई कलेजीमा झुपडी देऊ रुमाल नदेऊ मलाई ए बराई सालको पातको टपरी हुने हे बराई नहुने सालैको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको सालको पातको टपरी हुने हे बराई नहुने सालैको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको तिम्रो माया कति छ कति हे बराई नलाउ पछि हल्लाइको पानीको रिस गर्ने माछी कहाँ होला र सानो पानीको रिस गर्ने माछी कहाँ होला र सानो डालीको रिस फुल्ने गरे मैले तके जानु ए बरै सालको पातको टपरी हुने हे बरै नहुने सालैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको सालको पातको टपरी हुने हे बरै